आउनुहोस्, स्वागत छ यहाँहरूलाई ज्योतिषीय कार्यक्रममा। आजको विषयवस्तु हाम्रा 16वटा संस्कारहरूमध्ये चूडाकर्म संस्कारसँग सम्बन्धित छ। पहिलो पटक बच्चाको कपाल खौरिँदा कुन महिनामा खौरिनुपर्छ, बार कुन कुन बारलाई लिएको छ, अनि नक्षत्रहरूका शुद्धिहरू अनि लग्न शुद्धि शास्त्रले यावत कुराहरू के बताएको छ, कति वर्षको उमेरको सीमा रहेको छ, अनि आमा गर्भवती छिन् भने त्यो अवस्थामा कपाल खौरिनु हुन्छ कि हुँदैन, सम्पूर्ण चर्चासँग उपस्थित भएको छु। म जगन्नाथ घिमिरे, यहाँहरूलाई ज्योतिषीय कार्यक्रममा स्वागत छ। हामीले यी 12वटा महिनाहरू छन्। यी 12वटा महिनाहरूमध्ये शास्त्रले बताएको महिनाहरू कुन कुन हुन् त भने चौलम माघादि पञ्च स्वमधुसुनि गदितम द्वित्रिपञ्चोन मितेब्दे। हामीले यी अयनलाई बुझे हुन्छ। दक्षिणायन हुन्छ एउटा, उत्तरायण हुन्छ। असार साउनदेखि पुससम्मको समयलाई दक्षिणायन भनिन्छ भने माघदेखि असारसम्मको समय उत्तरायण हो। यो उत्तरायणको समयलाई हामीले लिनुपर्छ। यो उत्तरायणको समय दक्षिणायनमा कहिले पनि खौरिनु हुँदैन। मङ्सिर लाग्यो खौरिन हुन्छ कि भनेर त्यो पनि गर्नु उचित हुँदैन। र कसैले नवदुर्गा लाग्यो केही हुँदैन, कृष्ण जन्माष्टमी हो भनेर यसरी खौरिएको पनि देख्छौँ हामीले, तर त्यो शास्त्र सम्मत कुरा होइन। यदि तपाईँले संस्कार पनि लिन चाहनुहुन्छ भने शास्त्र सम्मत गर्दा धेरै उत्तम हुन्छ। र उत्तरायणको समयमा पनि माघ, फागुन, वैशाख, जेठ, असारी 5वटा महिनाहरू यहाँहरूले लिन सक्नुहुनेछ। चैत महिनालाई वर्जित गरेको छ, त्याज्य गरेको छ। र हामीले यदि कुनै पनि बच्चाको मुण्डन भएको छैन, चूडाकर्म पहिलो पटक भएको छैन, यदि व्रतबन्धसँगै चूडाकर्मसँगै हुँदैछ भने त्यो अवस्थामा मात्रै चैत महिनालाई स्वीकार गर्न सकिन्छ। यदि गर्भवती छिन् आमा भने त्यो बच्चाको पनि चूडाकर्म गर्नु हुँदैन। हाम्रो त लोकचलन के छ भने विदेश गएको बाबुको छोरा, बाबु विदेशमा छ भने सन्तानको मुण्डन पनि गरिदिनु हुँदैन। र यसरी हाम्रो लोकाचार शास्त्र सम्मत कुराहरू रहेका छन्। र अर्को कुरा, हामीले यी मुण्डन कर्म गर्दा हामीले त्यो बच्चाको उमेरको हदलाई कसरी निहालेको छ त शास्त्रले भने यदि त्यो बच्चा 3 वर्षको, 5 वर्षको, 7 वर्षको भएको छ भने उत्तम बिजोर वर्षलाई लिनु पर्दछ। र मुहूर्त मार्तण्ड भन्ने ग्रन्थमा त भने 2 वर्षलाई पनि स्वीकार गरेको छ। द्वित्रिपञ्चोन मितेब्दे भनेको छ। तसर्थ यो 2 वर्षलाई सम्पूर्ण शास्त्रहरूको निचोडलाई हेर्दा हामीले 3, 5 र 7 वर्षलाई लिनु उत्तम रहन्छ। र हामीले कपाल खौरिदिँदा बच्चाको उमेर कसरी नाप्ने भने गर्भदेखिको समयलाई पनि लिन सक्छौँ हामीले। र अर्को समय छ यहाँहरूले लिन मिल्ने भनेको जन्म। 2 आधारमा हामीले नाप्ने गर्छौँ उमेरलाई। गर्भ रहेदेखिको समय भनेको गर्भावस्थाको 9 महिनाको समयलाई पनि प्लस गरेर त्यसरी बिजोर वर्ष पनि पार्न मिल्यो। र अर्को कुरा जन्मदेखिको बिजोर वर्ष, त्यो आधार पनि मान्न मिल्छ। र अर्को कुरा, हामीले कपाल खौरिदिँदा बच्चाको भने हामीले बुधबार, सोमबार र शुक्रबारका समयहरू लिनुपर्छ। त्यसमा पनि नक्षत्र शुद्ध हुनुपर्छ, तिथिहरू जुर्याउनु पर्ने हुन्छ। यसको सँगसँगै अझै हामीले ज्योतिषीय विद्वान गुरुसँग चाहिँ सल्लाह लिएर यी शुभ लाभ अमृत यी बेलाहरू त छँदैछन् दिनमा, तर पनि त्यसको साथसाथै कपाल खौरिँदा जुन कुण्डली हुन्छ, कुण्डलीको 12वटा कोठाहरूमध्ये 3, 6 र 11औं भावमा पाप ग्रह भएको अवस्थामा, यो पाप ग्रह भन्ने कुरा त्यो कुण्डलीलाई हेरेर मात्रै विवेचना गर्न सकिन्छ। र त्यो लग्न शुद्ध, त्यो लग्नलाई हामीले कपाल खौरिने बेलाको जुन समय हुन्छ त्यो अवस्थामा जस्तो कुण्डली बनाएको हुन्छ त्यो आधारमा चाहिँ यसलाई
अध्ययन गरेर हेरेर मात्रै गर्नुपर्ने हुन्छ र आजको विषयवस्तु मुण्डनसँग सम्बन्धित यहाँहरूलाई यति नै। फेरि अन्य विषयवस्तुसँग उपस्थित हुनेछु। यहाँहरूलाई ज्योतिषीय जिज्ञासा, चिना हेर्ने अथवा शास्त्र सम्मत कुराहरू, पौराणिक कुराहरू, आध्यात्मिक कुराहरूसँगको यहाँहरूको केही जिज्ञासा छ भने यहाँहरूले हामीलाई व्हाट्सएप, फेसबुक आदि विभिन्न सामाजिक सञ्जाल मार्फत यहाँहरूले सेवा लिन सक्नुहुनेछ। जय श्री राधे। ओम।